स्वागत गर्न चाहन्छु। आजको यस भिडियोमा हामी चाहिँ खरिदार 2082 एक 20 गतेका दिन सोधिएका प्रश्नहरूको उत्तरसहित उपस्थित भएको छु। आजको यस भिडियोको पहिलो प्रश्न रहेको छ, अरूभन्दा फरक कुन छ? यसमा चाहिँ क्यालेन्डर रहेको छ है। आइक्यू चाहिँ मैले त्यति साह्रो डिटेलली सल्भ गरेको छैन, किन भन्दाखेरि भिडियो लङ्गर हुन्छ है। 2 नम्बरमा रहेको छ, मूल जोडीमा उल्लेख गरे जस्तै यसमा चाहिँ यो जोडी जुन छ, यो जोडी जस्तै तपाईहरुले चाहिँ अर्को जोडी खोज्नुपर्ने हुन्छ है। यसमा चाहिँ अप्सन नम्बर सी हुन्छ, लेखाएर छपाए है साथीहरु। अब 3 नम्बरको चाहिँ के छ भन्दाखेरि कुन प्याटर्नमा छ भन्दाखेरि +1+1 स्टेप भएको छ है। यसरी +1+1 स्टेप गर्दाखेरि हामी चाहिँ अप्सन नम्बर बी नम्बरको चाहिँ करेक्ट अप्सन हो भनेर हामीले थाहा पाउन सक्छौं है। प्रश्न नम्बर 4 मा रहेको छ साथीहरु, यसमा चाहिँ 20 कुन स्टरमा अंग्रेजी वर्णानुक्रम अनुसार मिलाउँदा चाहिँ 20 स्थानमा आउने शब्द कुन हो भनेको छ। यसमा चाहिँ हाम्रो जेन्टल आउँछ है साथीहरु, तपाईहरुले गर्न सक्नुहुन्छ। 5 नम्बरमा रहेको छ, यदि कुनै कर्मचारीले निर्देशन पालना गर्न बारम्बार असफल हुन्छ भने निम्नमध्ये कुन उपाय प्रभावकारी हुन्छ भनेको छ है। यसमा चाहिँ साथीहरु अप्सन नम्बर ए हुन्छ है, कर्मचारीलाई चाहिँ निर्देशनहरु स्पष्ट रूपमा बुझाउने है। यो 6 नम्बरको प्रश्न रहेको छ साथीहरु, यसमा चाहिँ तपाईहरुले कुन अक्षरको विपरीततर्फ रहेको अक्षरको दुई स्थान दायाँतर्फ रहेको अक्षरको विपरीततर्फ रहेको अक्षरको ठिक बायाँतर्फ रहेको अक्षरको दायाँतर्फको दोस्रो स्थानमा रहेको अक्षरको विपरीततर्फ रहेको अक्षर आर रहेको छ भनेको छ। यसमा चाहिँ हामी चाहिँ के गर्छौं भन्दाखेरि साथीहरु, यो आरबाट रिभर्सली जान्छौं है। आर देखि कसरी जाने भन्दाखेरि विपरीत जाने हैन, विपरीत भन्यो भने विपरीत नै हुन्छ साथीहरु। तर यसमा यदि दायाँ भनेको छ भने चाहिँ तपाईहरु चाहिँ बायाँ जानुपर्ने हुन्छ है। यदि यो चाहिँ याद गर्नुपर्छ है साथी, यो बायाँ भयो है, यो मैले टिक लाउँछु, यो टिक लगाउँछु चाहिँ तपाईहरुले हेर्नु होला। अनि फेरि यहाँ फेरि के भने यो विपरीत भनेको छ, विपरीत जानु पर्यो। त्यसपछि दुई स्थान दायाँ भनेको छ है, त्यसपछि फेरि विपरीत भनेको छ है साथीहरु। यो स्टेप हामी चाहिँ के गर्छौं त, रिभर्सली जान्छौं। यदि रिभर्सली जाँदाखेरि तपाईहरु चाहिँ के गर्नुपर्ने हुन्छ त, दायाँ छ भने बायाँ जानुपर्ने हुन्छ। आर को चाहिँ पहिला के जान्छौं हामी साथीहरु, विपरीत जान्छौं है। यहाँ आइपुग्यो, टीमा आइपुग्यौं। त्यसपछि दायाँ भनेको छ, दायाँतर्फ दोस्रो भनेको छ हैन। दायाँ भन्नेबित्तिकै हामी दायाँ भनेको यतापट्टि हो, तर यतापट्टि आउँदैन, हामी यतापट्टि उल्टो जान्छौं है, बायाँ जान्छौं। बायाँ भन्नेबित्तिकै दुई स्टेप बायाँ भनेपछि यहाँ पुग्यौं। फेरि के भनिन्छ साथीहरु भन्दाखेरि बायाँ भनेको छ, बायाँ भनेपछि दायाँ आउँछौं, दायाँ भनेको फेरि एक्स मा आइपुग्यौं। अब एक्स पछि फेरि कहाँ भनिन्छ साथीहरु, विपरीत भनेको छ, एक्स बाट विपरीत आउँदाखेरि हामी भी मा आइपुग्यौं। अब भी बाट फेरि के हुन्छ त साथीहरु, दुई स्थान दायाँ भनेको छ, दुई स्थान दायाँ आउँदैन, दुई स्थान बायाँ आउँछ भनेको यु मा आइपुग्यौं। यु मा आइपुगिसकेपछि साथीहरु हामी विपरीत आउँछ, विपरीत आउँदाखेरि कहाँ हुन्छ साथीहरु, विपरीत भन्नेबित्तिकै हामी यो वाइ मा आइपुग्छौं है। भनेपछि हामीसँग करेक्ट अप्सन हुन्छ साथीहरु यो वाइ है। वाइ भनेको हाम्रो करेक्ट अप्सन ए मा छ है। ए चाहिँ हाम्रो करेक्ट अप्सन छ। यो 7 नम्बरको सिम्पल प्रश्न रहेको थियो, सबैले जान्नुभयो होला साथीहरु। यो चाहिँ अप्सन नम्बर डी हुन्छ है। यो दुईटा जोड्ने अनि त्यसपछि 6 ले डिभाइड गर्ने अनि फेरि 2 ले मल्टिप्लाई गर्ने हो है साथीहरु। अब यो टाइम इन ओल्ड रहेको छ साथीहरु, यसमा चाहिँ तपाईहरुले म धेरै टाइम लिन चाहन्न। यसको चाहिँ सही अप्सन रहन्छ साथीहरु अप्सन नम्बर ए है, 18 दिन हुन्छ। यसरी नै 9 नम्बरको प्रश्न रहेको छ साथीहरु, यो चाहिँ लेटर हेरेर गरेको छ है। यो लेटर 5 भएको बेलामा चाहिँ 11 भयो, 4 भएको बेलामा चाहिँ 9 भयो है। अब यो चाहिँ कसरी भएको छ भन्दाखेरि 5 टु 10 प्लस 1 गरेको छ, मल्टिप्लाई 2 प्लस 1 गरेको छ। त्यसरी नै यसमा पनि मल्टिप्लाई 2 प्लस 1 गर्दाखेरि के हुन्छ साथीहरु, यो 9 वटा छ, 9 टु 18 प्लस 1 गर्दाखेरि 19 है। अप्सन नम्बर सी हुन्छ। यसरी नै हामी चाहिँ 10 नम्बरमा गइहाल्छौं। 10 नम्बरमा चाहिँ के भनेको छ साथीहरु, यसमा चाहिँ तपाईहरुले त्रुटि खोज्नु पर्ने हुन्छ। त्रुटि खोज्दाखेरि चाहिँ के हुन्छ त साथीहरु, यहाँ तपाईहरुले कुन भेटाउनुहुन्छ भन्दाखेरि एउटा निकिता भेटाउनुहुन्छ है। निकिता छ यहाँ चाहिँ निकित भयो, यो एउटा भयो है। त्यसरी नै अर्को चाहिँ के छ त भन्दाखेरि साथीहरु यो भयो है, 87 58 र 87 57 गरेको छ है यसमा। अनि अर्को चाहिँ के छ त भन्दाखेरि बलराम न्यू बलराम छ है। यो तीनटा हुन्छ, यो अप्सन नम्बर सी चाहिँ हाम्रो करेक्ट अप्सन हुन्छ है साथीहरु। अनि 11 नम्बरको प्रश्न रहेको छ साथीहरु, नेपालको आर्थिक विकासका मुख्य चुनौती अन्तर्गत तलका मध्ये कुन पर्दैन भनेको छ। कुन पर्दैन भन्दाखेरि यो पर्छ साथीहरु राजनीतिक अस्थिरता, विप्रेषणमा उच्च निर्भरता, यो पनि भइहाल्यो। अनि प्राकृतिक स्रोतको अभाव चाहिँ हाम्रो यो हुँदैन है।
भनेपछि अप्सन नम्बर सी चाहिँ हाम्रो करेक्ट अप्सन हुन्छ है साथीहरु। यसले गर्दै अर्को प्रश्न रहेको छ तलका कथन अध्ययन गरी सही उत्तर छान्नुहोस् भनेको छ। यो बालाजु औद्योगिक क्षेत्रको स्थापना 2016 सालमा भएको हो। यो चाहिँ करेक्ट अप्सन हो। अनि बुटल औद्योगिक क्षेत्रको स्थापना विक्रम 2032 सालमा भएको हो। यो पनि करेक्ट अप्सन हो भनेपछि दुवै सही छ है साथीहरु। 13 नम्बर प्रश्नमा रहेको छ तलका भनेर अध्ययन गरी सही विकल्प छान्नुहोस् भनेको छ। अब यो फोटोमिटर प्रकाशको तीव्रता नाप्ने यन्त्र हो भनेको छ। यो सही अप्सन रहेको छ। अल्टिमिटर उचाइ नाप्ने उपकरण हो। यो पनि सही रहेको छ। अनि हाइग्रोमिटर वायुको आर्द्रता नाप्ने यन्त्र हो। यो पनि सही रहेको छ भनेपछि अप्सन नम्बर डी करेक्ट अप्सन हुन्छ है साथीहरु। अनि अर्को प्रश्न रहेको छ आर्थिक वर्ष 2080-81 मा नेपालको कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान कति प्रतिशत रहेको छ? यसको चाहिँ सही अप्सन रहन सक्छ अप्सन नम्बर ए 13% है। राष्ट्रिय जनगणना 2078 अनुसार थोरैदेखि धेरै जनसङ्ख्या भएको जिल्लाको क्रम कुन सही छ? यसको चाहिँ सही अप्सन रहन सक्छ मुस्ताङ, डोल्पा, रसुवा, हुम्लाई, डोहु, टागो सरी म मुडो रहौं भन्ने छ है फर्मुला। तपाईहरुले सम्झिनु भयो होला, पढ्नु भयो होला साथीहरु। प्रश्न नम्बर 16 को क्वेशन रहेको छ दिगो विकाससँग सम्बन्धित निम्न कथनहरू अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् भनेको छ है। यसमा चाहिँ के छ भन्दाखेरि दिगो विकास सम्बन्धी अवधारणा ल्याउने हैन नेपालको 9 योजनादेखि समावेश गर्न थालिएको हो। यो चाहिँ गलत रहेको छ है साथीहरु। 9औं हैन कि 8औं मा हो। दिगो विकासका लक्ष्य नम्बर 4 मा गुणस्तरीय शिक्षासँग सम्बन्धित छ है। लक्ष्य नम्बर 4 चाहिँ गुणस्तरीय शिक्षासँग सम्बन्धित छ। यो चाहिँ करेक्ट अप्सन हुन्छ है साथीहरु। अब यसमा चाहिँ तपाईहरुको लागि करेक्ट अप्सन हुन्छ अप्सन नम्बर बी है। अर्को प्रश्नमा हामी गइहाल्छौं। अर्को प्रश्नमा के छ त भन्दाखेरि साथीहरु दोस्रो विश्वयुद्धको सन्दर्भमा देखाएका कथनहरू सही पढी उपयुक्त विकल्प छान्नुहोस् भनेको छ है। अब यसमा प्रथम यो दोस्रो विश्वयुद्ध 1939 अक्टोबरदेखि सुरु भएको हो। यो चाहिँ गलत रहेको छ है। अक्टोबर हैन सेप्टेम्बरदेखि हो। इटाली, जापान, जर्मनीको सैनिक गुटलाई एक्सिस पावर भनिन्थ्यो। यो चाहिँ सही रहेको छ है साथीहरु। यसरी नै दोस्रो विश्वयुद्ध हुनुको कारण भनेको पेरिस र भर्साइल्सको सन्धिलाई पनि मानिन्छ भनेको छ। अब यसमा चाहिँ साथीहरु यो गलत भइहाल्यो हैन। यो गलत भयो। यो पनि हाम्रो सही रहेको छ। भनेपछि बी र सी चाहिँ सही छ। अप्सन नम्बर सी हाम्रो करेक्ट अप्सन हुन्छ है साथीहरु। यसरी नै हाम्रो 18 नम्बरमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रूपमा कहिले घोषणा गरेको हो? यो चाहिँ हाम्रो 2065 जेठ 15 मा हो है साथीहरु। गोपाल वंशको शासनको केन्द्र कहाँ रहेको छ भनेको छ। यो चाहिँ हाम्रो अप्सन नम्बर बी मातातिर है। अर्को प्रश्न नेपालको प्रथम महिला राजदूत तलका मध्ये कुन हो भनेको छ। यसको चाहिँ पहिलो प्रथम महिला राजदूत भनेको चाहिँ बिन्देश्वरी शाह हुनुहुन्छ है। अनि प्रश्न नम्बर 21 मा देखाएको कथनमा कुन ठीक हो भनेको छ है। प्रजा जाति भन्नाले चेपाङ जातिलाई जनाउँछ भनेको छ। यो चाहिँ हाम्रो सही रहेको छ। अनि जिरेल जातिको पुरोहितलाई चाहिँ मोपा भनिन्छ। यो चाहिँ अप्सन नम्बर यो कथन चाहिँ के हो त हाम्रो गलत कथन हो। भनेपछि अप्सन नम्बर ए मात्र ठीक छ, 1 मात्र ठीक छ है। हाम्रो डी चाहिँ सही अप्सन रहन्छ। यसरी नै अर्को प्रश्न रहेको छ साथीहरु तलको भनाइहरू अध्ययन गरी सही विकल्प रोज्नुहोस् है साथीहरु। सिख धर्मको पवित्र धार्मिक स्थल धार्मिक ग्रन्थ चाहिँ गुरु ग्रन्थ साहिब हो भनेको छ। यो चाहिँ सही रहेको छ साथीहरु। मुस्लिम धर्ममा 1 महिनासम्म रोजा बसी ईद पर्व मनाइन्छ भनेको छ। यो पनि सही रहेको छ साथीहरु। बौद्ध धर्मको धार्मिक ग्रन्थ चाहिँ त्रिपिटक हो भनेको छ। यो चाहिँ हाम्रो गलत सरी यो पनि हाम्रो सही रहेको छ साथीहरु। अनि जैन धर्मका प्रवक्ता गुरु नानक हुन् भनेको छ। यो चाहिँ गलत रहेको छ साथीहरु। भनेपछि यसमा हाम्रो सही अप्सन रहन्छ अप्सन नम्बर सी है। 1 2 3 सही 4 चाहिँ गलत है बेठी। जैन धर्मका प्रवक्ता चाहिँ महावीर जैन है। 23 नम्बरको प्रश्न रहेको छ देहाय बमोजिमका नामहरुमा लाई वर्णानुक्रम फाइलिङ पद्धतिमा मिलाएर एउटा सूचीमा तयार गरिएको छ। यदि उक्त सूचीमा प्रनिश राईको नाम थप्नु
थप गर्नु पर्यो भने प्रनिस राई उक्त सूचीको कति स्थानमा रहन्छ भनेको छ। अब यो चाहिँ साथीहरू के हुन्छ भन्दाखेरि प्रनिस राईलाई हामीले थप गर्दाखेरि प्रनिसा राईलाई थप गर्दाखेरि सबभन्दा पहिले त हाम्रो प्रकृति आउने भइहाल्यो है फर्स्टमा। त्यसपछि प्रतिमा आउँछ है, प्रतिमा शाह, अनि त्यसपछि प्रतीक्षा अधिकारी हुन्छ है, त्यसपछि बल्लभ प्रनिसा आउँछ है साथीहरू। प्रनिसा आउने बित्तिकै अब फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ भनेपछि चौथोमा आउँछ। अप्सन नम्बर सी चाहिँ हाम्रो सही अप्सन रहन्छ। यसरी नै 24 नम्बर प्रश्नमा साथीहरू के छ भन्दाखेरि यसमा चाहिँ त्रुटि हेर्ने हो है, त्रुटि कतिवटा छन् भनेर यहाँ क्वेसन गरिएको छ। त्रुटि हेर्दाखेरि चाहिँ साथीहरू कतिवटा छ भन्दाखेरि यसमा तपाईहरुले देख्न सक्नुहुन्छ त्रुटि हेर्दाखेरि हेर्ने एउटा चाहिँ के छ त भन्दाखेरि यसमा छ एउटा है साथीहरू, यसमा छ एउटा 554 चाहिँ यसमा, यहाँ चाहिँ 455 छ है। अर्को चाहिँ साथीहरू कहाँ छ भन्दाखेरि 2021 छ यसमा, यसमा चाहिँ 2012 छ। तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। यसमा चाहिँ त्रुटि चाहिँ कतिवटा छ त साथीहरू, दुईटा छ, अप्सन नम्बर बी है। यसमा चाहिँ म धेरै अल्झिन। 25 नम्बरमा रहेको छ साथीहरू, सौर्यमण्डलमा रहेका तल उल्लेखित ग्रहहरू सानोबाट ठुलो क्रममा कुन ठिक भनेको छ है। कुन ठिक भन्दाखेरि साथीहरू यहाँ चाहिँ सबैभन्दा सानो चाहिँ हाम्रो 1 नम्बरमै हुन्छ हैन, बुध हुन्छ। त्यसपछि मंगल हुन्छ हैन, 14 भयो। 14 भएको कहाँ छ साथीहरू, यसमा र यसमा छ हैन। अनि त्यसपछि हाम्रो के हुन्छ त साथीहरू, अनि यो शुक्र हुन्छ है, 2 नम्बरको हुन्छ भनेपछि 142 भनेपछि अप्सन नम्बर सी चाहिँ हाम्रो करेक्ट अप्सन हुन्छ है साथीहरू। करेक्ट अप्सन चाहिँ हाम्रो अप्सन नम्बर सी हुन्छ। यसरी नै साथीहरू हामी अर्को प्रश्नमा गइहाल्छौँ। खग्रास सूर्यग्रहण टोटल सोलर इलिप्स है बढीमा कति समयसम्म हुन्छ भनेको चाहिँ बढीमा चाहिँ हाम्रो 8 मिनेटसम्म हुन्छ है खग्रास भन्ने बित्तिकै। अब यसरी नै हाम्रो 27 नम्बरमा रहेको छ, यसमा चाहिँ जोडा मिलाउनु पर्ने हुन्छ है साथीहरू। यो निकनेम रहेको छ, यतापट्टि चाहिँ हाम्रो देशहरू रहेको छ है। अब यो नाइल नदीको उपहार भनेको चाहिँ के हो त साथीहरू, इजिप्ट हो। अनि सेतो हात्तीको देश भनेको चाहिँ यो थाइल्यान्ड हो साथीहरू हैन। अनि त्यसपछि हाम्रो चिनीको भाँडो भनेको चाहिँ के हो त साथीहरू, क्युबा हो है साथीहरू। अनि आँसुको ढोका भनेको चाहिँ जेरुसलेम हो है साथीहरू। भनेपछि यसमा हाम्रो 4-3 है, 4-3 भनेपछि यो चाहिँ हाम्रो सही अप्सन रहन्छ है साथीहरू। अनि हाम्रो 28 नम्बरको प्रश्नमा मानव मुटुमा कतिवटा भल्भ हुन्छ भनेको छ। यसमा चाहिँ हाम्रो 4वटा भल्भ हुन्छ साथीहरू है। 29 मा कोशिका है, कोशिका सेल सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ भनेको छ। यसमा चाहिँ साइटोलोजी हो साथीहरू है। एसियन राष्ट्रमा म्यानमारको मुद्रालाई के भनिन्छ भनेको छ। यो चाहिँ अप्सन नम्बर बी क्याट हो है साथीहरू। संयुक्त राष्ट्र संघको झण्डामा रहेको जैतुनको हाँगालाई के को प्रतीकको रूपमा लिइन्छ भनेको छ है। जैतुनको हाँगा चाहिँ के हो त साथीहरू, शान्तिको प्रतीक हो है। युएनले सन् 2025 लाई कुन अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरेको छ भनेको छ। 2025 लाई चाहिँ साथीहरू हामीले अप्सन नम्बर बी मा पाउँछौँ हामीले, अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष है, इन्टरनेशनल इयर अफ द ग्लेसियर प्रिजर्भेसन छ। यो चाहिँ हाम्रो सही अप्सन हुन्छ। यसरी नै हाम्रो 23 नम्बरमा प्रश्न 33 नम्बरमा रहेको छ साथीहरू, तल दिएको मध्ये न्यानो टेक्नोलोजीसँग सम्बन्धित कुन हो भनेको छ है। यसमा चाहिँ दुईटै हो है, स्पोर्ट इक्विपमेन्ट पनि हुन्छ अनि कम्प्युटर पनि हुन्छ है, दुईटै 1 र 2 दुवै ठिक है साथीहरू, अप्सन नम्बर सी। 34 नम्बरको संयुक्त राज्य अमेरिकाका 44औं राष्ट्रपतिको हुन् भनेको छ है। यसमा चाहिँ हाम्रो सी नम्बरको बाराक ओबामा हो है साथीहरू। 35 नम्बरको प्रश्न रहेको छ साथीहरू। 35 नम्बरको प्रश्नमा के छ भन्दाखेरि साथीहरू 2025 मा दक्षिण एसियाली किसान सम्मेलन कहाँ सम्पन्न भएको थियो भनेको छ। यसमा चाहिँ अप्सन नम्बर ए सही छ है, नेपालमा हो। 36 मा सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 मा नेपाल कति पर्यटकले
नेपालमा कति पर्यटकले नेपाल भ्रमण गरेका थिए भनेको छ। यसमा चाहिँ साथीहरू सही अप्सन रहन्छ अप्सन नम्बर सी है साथीहरू 11,28,284 है। प्रश्न नम्बर 37 मा पृथ्वीको सतहदेखि कति किलोमिटर माथिसम्म वायुमण्डल एटमोस्फियर फैलिएको छ भनेको छ। अप्सन नम्बर डी हुन्छ साथीहरू 960 किलोमिटर है साथीहरू। अनि यसमा फेरि जोडा मिलाऊ भनेको छ 38 नम्बरमा। 38 नम्बरमा यो जोडा मिलाउँदाखेरि साथीहरू के हुन्छ भन्दाखेरि प्रताप मल्ल चाहिँ के हो त भन्दाखेरि साथीहरू हरिसिद्धिको नाच हेर्दा हेर्दै मर्ने राजा हुन् है। सीको 1 भयो साथीहरू भनेपछि है। अब महेन्द्र मल्ल चाहिँ के हुन् त साथीहरू भन्दाखेरि प्रजा मर्दाखेरि छाक छाड्ने राजा हुन्। त्यसरी नै सुपुष्पदेव भनेको चाहिँ के हुन् त भन्दाखेरि साथीहरू पशुपतिनाथको देवल बनाउने राजा हुन्। नरेन्द्र देव भनेको चाहिँ साथीहरू मच्छिन्द्रनाथको भोटो देखाउने जात है। यसरी हाम्रो अप्सन नम्बर सी चाहिँ हाम्रो के हुन्छ त साथीहरू करेक्ट हुन्छ है। यसरी नै 39 मा विश्वका प्रमुख क्रान्ति र क्रान्ति भएको मिति सम्बन्धमा जोडा मिलाई सही उत्तर छान्नुहोस् भनेको छ साथीहरू है। यसमा चाहिँ औद्योगिक क्रान्ति चाहिँ के हो त साथीहरू 18औं शताब्दी है। अनि त्यसपछि फ्रान्सेली राज्य क्रान्ति छ जुन है। फ्रान्सेली क्रान्ति चाहिँ सन् 1789 देखि 1799 सम्म है। अमेरिकी क्रान्ति चाहिँ के हुन्छ साथीहरू 1775 देखि 1783 सम्म। रुसी क्रान्ति चाहिँ साथीहरू सन् 1917 है। भनेपछि हाम्रो अप्सन नम्बर कुन चाहिँ सही भयो त साथीहरू अप्सन नम्बर ए है। अप्सन नम्बर ए चाहिँ हाम्रो के भयो सही अप्सन हुन्छ है साथीहरू। यसरी नै हामी अर्को प्रश्नमा गइहाल्छौँ। 40 नम्बरको प्रश्नमा रहेको छ नुन खानी पाइने थाक खोला नेपालको कुन जिल्लामा पर्दछ भनेको छ है। यो चाहिँ मुस्ताङमा पर्दछ है साथीहरू। अनि त्यसपछि हाम्रो 41औं प्रश्नमा औद्योगिक क्रान्तिको सुरुवात सर्वप्रथम कुन क्षेत्रबाट सुरु भएको हो हैन। कुन क्षेत्रबाट सुरु भयो भनेको छ। यसमा चाहिँ साथीहरू हाम्रो कपडा उत्पादनबाट सुरु भएको है साथीहरू। 42 को प्रश्न रहेको छ साथीहरू। यसमा चाहिँ प्रश्न चिन्हमा कुन हुन्छ भनेको छ। यसमा चाहिँ 7 12 त्यसपछि 22 यहाँ चाहिँ 5 to the 10 multiply 2 गरेर 5 भएको छ। त्यसपछि 10 भएको छ। त्यसपछि 20 20 पछि 40 यसरी चाहिँ बढेको छ साथीहरू। यसरी बढ्दाखेरि हाम्रो यो चाहिँ कति हुन्छ त 80 वर्ष भनेपछि 162 चाहिँ हाम्रो सही अप्सन हुन्छ है साथीहरू। यसरी नै चाहिँ मिरर इमेज छ है। मिरर इमेज राख्दाखेरि साथीहरू यो एरोहरूलाई हेर्दाखेरि तपाईहरुले यो स्ट्रेट हुन्छ एउटा हैन। त्यसपछि यो पछाडी फर्केको हुन्छ एरो चाहिँ पछाडी फर्केको हुन्छ यसरी है। यो यतापट्टि बाहिर निस्केको एरो हुन्छ। त्यसपछि यो भित्रपट्टिको एरो हुन्छ हैन। भनेपछि यसरी हेर्दाखेरि साथीहरू कुन चाहिँ हुन्छ त हाम्रो सही अप्सन यो हुने कुरा भएन हैन। यो बिटा हुने कुरा भएन। यो पनि भएन बी पनि भएन। भनेपछि अप्सन नम्बर ए चाहिँ हाम्रो करेक्ट अप्सन हुन्छ है। अनि यो 44 नम्बरको प्रश्नमा साथीहरू 44 नम्बरको प्रश्नमा तल दिएको कुन शब्द अरूभन्दा अरूसँग सम्बन्धित छैन भनेको छ। यो ईल लबस्टर गङ्गटो भनेको चाहिँ प्राय गङ्गटो भनेको चाहिँ के हो त साथीहरू पानीमा बस्ने हो। यो डी चाहिँ के हो त पानीमा बस्ने हैन। जेगा चाहिँ के हो त हाम्रो अरूभन्दा फरक हुने भयो है। अब यो 45 को चाहिँ के छ त भन्दाखेरि यो दुईटा पेयरहरु मिलाएर चाहिँ के गरेको छ त साथीहरू यसलाई एक्सचेन्ज गरेको छ के है। एक्सचेन्ज गरेको छ। यो एक्सचेन्ज गर्दाखेरि के भयो त
यसरी भएको छ। यो तपाईहरुलाई मैले क्लियरली चाहिँ अहिले मैले बुझाउन टाइम लाग्छ। तपाईहरुले यो क्लियरली बुझाउँदाखेरि यसको अप्सन चाहिँ फेरि के छ त भन्दाखेरि यो क्वेशनै रङ छ कि साथीहरु। यसमा चाहिँ फेरि हुनुपर्ने हो। अब यसमा चाहिँ के छ त भन्दाखेरि फेरि यतापटि y पनि थपिएको छ है। यो y थपिएको छ। यो y थपिएको जस्तो अप्सन चाहिँ यहाँ छैन कि साथीहरु है। यहाँ छैन। यो चाहिँ प्रश्न रङ रहेको थियो है परीक्षामा। 47 मा हाम्रो प्रश्न रहेको छ दिएको मध्ये कुन चित्रले धनुषा सर्लाही र रौतहट बीचको सम्बन्धलाई जनाउँछ भने अब यो सबै जिल्ला हुन्छ साथीहरु। यो जिल्लाहरु चाहिँ छुट्टै छुट्टै हुने भयो भनेपछि अप्सन नम्बर डी चाहिँ करेक्ट हुन्छ है। अनि 47 मा रहेको छ साथीहरु तल दिएको चित्रमा त्रिभुजको संख्या कति रहेको छ भनेको चाहिँ अब यसमा चाहिँ तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दाखेरि यो प्याटर्न अनि यो प्याटर्न चाहिँ के छ त सेम छ जसमा चाहिँ के हुन्छ त भन्दाखेरि यसमा चाहिँ 1 2 3 3 हैन भनेपछि यसमा चाहिँ 6 6 वटा हुन्छ 6 3 चाहिँ कति हुन्छ त साथीहरु 18 हुन्छ। अनि यसमा चाहिँ दुईटा छ है साथी यसमा चाहिँ तीनटा हुन्छ है 18 + 2 हुन्छ हैन 18 + 2 भयो 18 + 2 भयो साथीहरु हैन 18 + 2 भयो हैन सरी 3 भयो हैन तीनटा हुन्छ नि त्यसमा 18 + 3 अनि त्यसपछि चाहिँ के छ त भन्दाखेरि यहाँ बाहिरको यो होल एउटा हुन्छ है यहाँ होल एउटा छ। अनि यस कति भएको साथीहरु 18 + 3 + 1 भनेपछि 18 21 अनि 22 भनेपछि अप्सन नम्बर ए चाहिँ हाम्रो करेक्ट अप्सन हुन्छ है साथीहरु। यसरी नै हाम्रो 48 मा रहेको छ घरको आफ्नो घरबाट 2 किलोमिटर पूर्वतर्फ देब्रे हैन आफ्नो घर यो भइहाल्यो भने यो घरबाट चाहिँ के छ त भन्दाखेरि 2 किलोमिटर चाहिँ पूर्वतर्फ जान्छ 2 किलोमिटर। त्यसपछि उ चाहिँ कहाँ जान्छ त भन्दाखेरि देब्रेतर्फ फर्किन्छ भनेपछि यतापटि यो जाने भयो 1 किलोमिटर भनेपछि यहाँ 1 भयो है साथीहरु यो 1 भयो। यो 1 हिँडिसकेपछि चाहिँ फेरि उ चाहिँ पश्चिमतर्फ फर्कन्छ भनेपछि यतापटि है यतापटि आउँदा कति 3 किलोमिटर आउँछ 3 किलोमिटर आउँछ साथीहरु। 3 किलोमिटर आइसकेपछि यता आइपुग्ने भयो। अब यसको डाइरेक्सन चाहिँ कहाँ हुन्छ भनेको छ घरबाट भनेपछि घरबाट त के हुन्छ त यो उत्तर पश्चिम हुन्छ साथीहरु। तर यहाँ चाहिँ अप्सन नम्बर दिएको थिएन है करेक्ट अप्सन दिएको थिएन। यहाँ चाहिँ अब यो तपाईहरुले कुन लगाउनु भयो अब यो उत्तर पनि हुन सक्छ अब पश्चिम पनि हुन सक्छ हैन। अब वहाँ चाहिँ अब लोकसेवाले कुन चाहिँ के राखेको छ त्यही अनुसार चाहिँ करेक्ट अप्सन हुन्छ है साथीहरु। खास हुनुपर्ने चाहिँ उत्तर पश्चिम हुनुपर्ने है। अनि यो 49 मा चाहिँ के छ एकजना मानिस उत्तरतर्फ 2 किलोमिटर फर्किएको हुन्छ भनेको छ है साथीहरु है। अब यो 49 को गर्दाखेरि एकजना मान्छे चाहिँ 2 किलोमिटर उत्तरतर्फ हिँड्छ भनेको छ है। फेरि यहाँ भयो भने यहाँबाट 2 किलोमिटर हिँड्यो है 2 भयो साथीहरु है 2 किलोमिटर हुन्छ। त्यसपछि देब्रेतर्फ फर्कन्छ भनेपछि कता भयो त देब्रेतर्फ भनेपछि त्यसपछि उ चाहिँ पूर्वतर्फ फर्केर 10 किलोमिटर हिँड्छ अरे है पूर्वतर्फ हिँडेर 10 किलोमिटर है यो 10 भयो 10 है 10 भयो। त्यसपछि उ चाहिँ उत्तरतर्फ घुम्छ भनेपछि फेरि उत्तरतर्फ जानु भयो अनि 3 किलोमिटर हैन यसरी जानुपर्छ। अनि त्यसपछि फेरि उ चाहिँ पूर्वतर्फ फर्कन्छ भनेपछि फेरि पूर्वतर्फ फर्किँदाखेरि त भयो हैन यो 2 भयो। यसरी गर्नुपर्छ साथीहरु। यसरी गर्दाखेरि के हुन्छ अब उ चाहिँ सुरुबाट कति छ भनेको छ हैन यो चाहिँ तपाईहरुले चाहिँ के गर्नुपर्छ भन्दाखेरि राइट एंगल ट्रायंगल बनाएर राख्नुपर्छ है। यसरी गर्दाखेरि चाहिँ हेरि यो डाइरेक्सन निकाल्ने हो यो कति हुन्छ यो निकाल्ने अनि यो कति हुन्छ यो निकाल्ने हैन। यो निकाल्सकेपछि तपाईहरुले हेरि यो डाइरेक्सन निकाल्नको लागि पाइथागोरस थ्योरम युज गरेर निकाल्नुपर्छ। यो निकाल्दाखेरि कति आउँछ साथीहरु 13 किलोमिटर आउँछ है। र अन्तिम प्रश्न रहेको छ साथीहरु 50 नम्बरमा पारिस्थितिक प्रणालीका प्रमुख जैविक तत्वहरु तलका मध्ये कुन होइन भनेको छ है। अब यो उत्पादक भइहाल्यो साथीहरु यो हो हैन अनि यो विच्छेदक पनि हो साथीहरु अनि उपभोक्ता पनि हो अनि कुन चाहिँ हैन त परिपोषक जीव चाहिँ हैन है। ल हस्त साथीहरु यहाँसम्म तपाईहरुले अन्तिमसम्म हेरिदिनु भयो साथीहरु त्यसको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद। यदि यस्तै भिडियो चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब अनि भिडियोलाई लाइक गरेर हामीलाई मलाई पनि साथले सहयोग गर्नुहुन्छ भनेर म
भन्ने आशासहित म बिदा हुन चाहन्छु। हस्, धन्यवाद।